बागमती प्रदेश, जहाँ संस्कृति, प्रकृति र आस्था एउटै धागोमा गाँसिएको छ। प्रकृतिको काख, सभ्यताको आधार र आस्थाको धरोहर हो बागमती प्रदेश। बागमती प्रदेशमा 13वटा जिल्लाहरू रहेका छन्। ती जिल्लाहरू यस प्रकार छन्: काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, रामेछाप, दोलखा र सिंहमारी। सांस्कृतिक र ऐतिहासिक शहर हो। यहाँ धेरै मानिसहरू बस्छन्। ललितपुरलाई कलाको शहर भनिन्छ। यहाँ सुन्दर मन्दिर छन्। भक्तपुर ऐतिहासिक शहर हो। यहाँ जुजुताउ प्रसिद्ध छ। यहाँ पुराना दरबार र मठ मन्दिर छन्। काभ्रेप हरियालीले भरिएको जिल्ला हो। यहाँ खेती धेरै गरिन्छ। यहाँको मौसम राम्रो हुन्छ। यहाँका गाउँहरू सुन्दर छन्। सिन्धुपाल्चोक प्राकृतिक रूपमा सुन्दर छ। यहाँ नदी र झरना छन्। यहाँ पहाड र हरियाली धेरै छन्। यो वातावरण रमाइलो छ। रसुवा हिमाली जिल्ला हो। यहाँ चिसो मौसम हुन्छ। यहाँ सुन्दर हिमालहरू छन्। नुवाकोट ऐतिहासिक जिल्ला हो। यहाँ पुरानो दरबार छ। यो नेपालको इतिहाससँग जोडिएको छ। धादिङ एउटा सुन्दर पहाडी जिल्ला हो। त्यहाँ हिमाल र पहाडहरू देखिन्छन्। त्यहाँको वातावरण शान्त छ। मकवानपुर खेतीका लागि प्रसिद्ध छ। यहाँ धेरै तरकारीहरू उत्पादन हुन्छ। यहाँ पहाड र तराई दुवै छन्। चितवन जङ्गलका लागि प्रसिद्ध छ। यहाँ धेरै जनावरहरू पाइन्छ। यहाँ चितवन राष्ट्रिय निकुञ्ज छ। रामेछाप पहाडी जिल्ला हो। यहाँ शान्त वातावरण पाइन्छ। यहाँ सुन्दरता धेरै छ। यहाँ मानिसहरू सरल छन्। दोलखा धार्मिक जिल्ला हो। यहाँ दोलखा भीमसेन मन्दिर छ। यहाँ हिमाल र पहाड छन्। यो पर्यटकहरूको लागि राम्रो ठाउँ हो। सिन्धुली जुनारका लागि प्रसिद्ध छ। यहाँ खेती राम्रो हुन्छ। यहाँ पहाडी भूभाग छ। काठमाडौँ, ललितपुर र भक्तपुर कला, संस्कृति र सिपका सहरहरू, जहाँ प्रत्येक इँटामा नेपाल बस्छ, जहाँ मन्दिरका घन्टीहरूले बिहान सुरु हुन्छ र हिमालको चिसो हावाले आत्मालाई शान्ति दिन्छ, त्यो हो बागमती।
बागमतीको पवित्रता र धराहराको उचाइबाट देखिने विभिन्न मठ मन्दिर र दरबारहरूको उज्यालोले यो प्रदेश मात्रै होइन सम्पूर्ण नेपाललाई चम्काएको छ। बागमती प्रदेशलाई अरू प्रदेशभन्दा भिन्नता देखाउँछ तापनि एउटा छुट्टै पहिचान भने काठमाडौँ, ललितपुर र भक्तपुरका गल्ली र सडकमा गुन्जिने ती जात्राका धुनहरूले सबैको मनमा हर्ष र उमङ्ग जगाउँछ जसले यस प्रदेशको गरिमा बढाउने गर्दछ।